70 सालको भूकम्पमा के भएको थियो? 70 होइन, कति? 90। ए 90 सालको? 90 सालको। ए 70 त यतै भयो। ए 90 सालको 90 उता हुनुहुन्थ्यो तपाईँ? 90 सालमा 8 वर्षकी छु। ए जङ्गलमा छु। अनि हजुर हजुरआमासित सोमबारे माघे सङ्क्रान्ति थियो। रोटी पकाउनलाई पातल कटुस हुन्छ जङ्गलमा, अनि त्यसका ठुटा हुन्छन्, डढाले खाएका चिर्नलाई गए। रोटी पकाउनलाई हजुरआमा र आमै चिरेका दाउरा खरा खरा ल्याएर रोटी फुलाउन पर्छ भनेर गएका। म पनि गएको। 3 बजेको घटना। तपाईँको बिहा भइसकेको थियो? हाँ? बिहा भइसकेको थियो? सानै थिएँ नि। 8 वर्षको? 8 वर्षको ए बिहा हुन्छ। अनि तपाईँ पनि जङ्गल जानुभएको? धरती फुटेर मेरा घुँडा धरती मुनिबाट घिस्याउँदै बामे सरेर, आमाहरूले बामे सरेर निशाना गरेर घर यतै हो भनेर झ्याउ परेका रुख कता कता टुप्पो उँभो टुप्पो उँधो जरा उँभो छरिएका थिए 90 सालमा। ए तपाईँ जङ्गलमा हुनुहुन्थ्यो? अनि लड्दै पढ्दै घर आउनु भएको? अन्त घरमा आयौँ। घर लडे। 7 महिना बनमारा बसपाते फरिका बनेर 7 महिना बारीमा बस्यो। घर भुइँचलाले अलिअलि भुइँचलो आइरहेको। अनि त्यहाँदेखि भोग्दै कति कसला कति भयो, कति शरीर कति भयो, के भयो। अहिले 100 वर्ष समयमा पनि गर्दैछु। 100 वर्ष पुग्नु भयो।